एकजना भाइले खैनी बोल्दै थियो अरे दामी केटी आयो अरे अब खुसी भएर आँखामा हालेर यस्तो कुरा गर्नु हुन्छ के हो हामीलाई प्रभुको वचनले यी सिकाएको छ जिस बेला आउनु ल्याइदेऊ त पाइलामा आइदिन्छु हालेलुया यस्तो कुरा गरिदिने हो मान्छेहरूलाई अन्धकारको राज्यबाट निकालौ न मान्छे मर्दैछ मान्छे मर्को छ भने कहाँ गयो जिन्स प्यान्टमा र आइप्याड एकजना वक्ताले फेरि कस्तो म त आजकल त झ्याउला लाग्छ मैले आइप्याडमा वचन बोलेको म बसेको वक्ता आएर फेरि आइफोनमा होली बाइबल लेखेको छ भन्छ मिस्टर इन्डिया भएको भए टिभी लिएर जान्थे कस्तो गाह्रो भयो मलाई बाइबलतिर झोलामै थियो नि भन्नु भनिहाल्यो छिट्टै नबोली हालौँ न छिट्टै नबोली हालौँ केही कुराले लेखेको होला नि हालेलुया हालेलुया स्वर्गको प्रचार गरौँ न कताको आइप्याड र आइफोनमा ज्याकेटमा अलिराखेको मलाई अस्ति एकजना मान्छेले के भन्छ त अनि तपाईँ घरमा कटु लाएर बस्नु त घरमा के कोट लाएर बस्नु त किन आएको त घरमा के गर्न आएको त फोन गरेर आउनु पर्दैन भात खाने बेलामा आइपस्छ भात दिनु पर्दैन रियली है प्र्याक्टिकल गर्नुहोस् घरमा मान्छे कोट लाएर बस्छ को चाहिँ घरमा मान्छे कोट लाएर बसेको टाइममा बेटामा आएर हुन्छ फेरि मैले कोट नलाउनु भनेको होइन है प्लिज क्षमा चाहन्छु मलाई त सक्दैन किनकि मेरो जिउ यस्तो छ कि कोट लगायो भने ह्याङ्गरमा त्यो जस्तै हुन्छ मेरो बाउले आजभन्दा 18 वर्ष अगाडि बिहामा कोट किनेको अहिलेसम्म त्यो फिट हुँदैन मलाई त्यो कोट मेरो घरमै छ त्यो टेलर्सले फेरि मेरै साइज दिएको मेरै नापेको ट्याक्कै मै गएर नापिदिएको खोइ त भएन त मेरो गल्ती हो नि हालेलुया तर यस्तो कुरामा अल्झिनु भन्दा नि मण्डलीले अब नि आत्मचित छोडिदिनुहोस् क्या कतिलाई कपाल पाल्नु मन छ कतिलाई काट्नु मन छ आफ्नो इच्छाको कुरा हो उसको कपाल तपाईँको चिन्ता कुनै छोरी मान्छेले कपाल अब येल्लो पार्यो भने क्याचकेट नगर्नुहोस् न छोडिदिनुहोस् न अभद्र चाहिँ नहोस् भन्छ पायो भने अभद्र चाहिँ नहोस् मोडेस्टी चाहिँ होस् बेसी पनि यस्तो कुरा मल्झिनु हुँदैन हालेलुया हालेलुया मलाई कतिले भन्छ ट्याटु छ तपाईँको जिउमा भन्छ म एकपल्ट यस्तो साह्रो मलाई भक्का लागेर म डक्टरकोमा गएँ स्किन डक्टरमा गएर मैले देखाएँ डक्टरको नाम भन्दिनँ कति लाग्छ भनेर तपाईँको त धेरै कलर रहेछ रातो हरियो निलो सबै मिक्स भएको रहेछ यो त सर यसलाई त 5-6 सेसन निकाल्नुपर्छ लेजरले निकाल्नुपर्छ 3-4 लाख लाग्छ 3-4 लाख भएको त म त यहाँ कहाँ गएर पचार गरेर आफ्नो पो जित्थेँ सिक्ने भन्ने प्रभुलाई मनमा प्रभु अब ऱ्याप्चरमै जान्छ हालेलुया अनि प्रभुले भन्नुभयो ऱ्याप्चरमा तेरो ट्याटु मात्र होइन तेरो डन्डिस पनि जान्छ भन्नु हालेलुया 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 होस् परमेश्वरले मलाई अन्धकारको राज्यदेखि निकालेर ज्योतिको राज्यमा सार्नु भएको छ अब त्यो मलाई सुई हाल्नु सिकाउनेलाई मैले पनि प्रभुमा ल्याएँ आमेन नभन्नु छिटै आमेन नभन्नु एकजना घरमा बिहा गरेर आयो अरे अनि बुहारीले सासूलाई भन्यो अरे मम्मी यो मेरो भात कहाँ छ भन्यो अरे सासूले अप्परै माया गरेर बुहारी अबदेखि मेरो नभन्नु न यहाँ त हामी सबैले हाम्रो भन्छौँ भन्यो अरे सबै हाम्रो भन्नु अरे अनि बुहारीको बाल उसको बुढालाई गएर बुढा हाम्रो पेटीकोट कहाँ छ भन्यो हाम्रो दुईटा राज्य छ एउटा अन्धकारको राज्य छ अर्को ज्योतिको राज्य छ अन्त साथीलाई मैले पनि प्रभुको बारेमा भने उसले पनि प्रभुलाई ग्रहण गर्यो उसले पनि अन्य भाषा बोल्यो
डबल भयो ऊ पनि अभिषेकले ढल्यो